यस वर्ष रासायनिक मल खरिदका लागि 32 अर्ब 46 करोड रुपियाँ विनियोजन गरिएको छ, जुन कृषि बजेटको सबभन्दा ठूलो हिस्सा हो। पहिलो नजरमा यो अत्यधिक ठूलो रकम जस्तो देखिन सक्छ, तर कृषि उत्पादनको वर्तमान अवस्थालाई हेर्दा सरकारले मलमा लगानी गर्नु स्वाभाविक पनि हो। नेपालमा धान, गहुँ, मकै लगायतका प्रमुख बालीहरूको उत्पादन प्रणाली अझै पनि रासायनिक मलमा निर्भर रहन्छ। यदि सरकारले समयमै मल आपूर्ति गर्न सकेन भने प्रत्यक्ष असर उत्पादन र खाद्य सुरक्षामा पर्न सक्छ। त्यसैले समस्या मलमा गरिएको लगानी होइन। वास्तविक प्रश्न के हो भने वर्षौंदेखि अरबौं रुपियाँ मल खरिदमा खर्च भइरहँदा नेपालले वैकल्पिक पोषण व्यवस्थापन प्रणाली निर्माणमा कति लगानी गरिरहेको छ त? यदि सरकारले 32 अर्ब रुपियाँभन्दा बढी रासायनिक मलमा खर्च गरिरहेको छ भने समानान्तर रूपमा प्राङ्गारिक मल, हरियो मल, बायो फर्टिलाइजर, कम्पोस्ट व्यवस्थापन, माटो सुधार तथा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्टमा पनि उल्लेखनीय लगानी गर्नुपर्ने हो। तर प्राङ्गारिक तथा हरित मल प्रवर्धनका लागि केवल 36 करोड रुपियाँ मात्र विनियोजन गरिएको छ। यो तथ्यले नेपालको कृषि नीति अझै पनि उत्पादन कायम राख्ने तत्कालीन आवश्यकतामा केन्द्रित रहेको देखाउँछ, तर दीर्घकालीन आत्मनिर्भर पोषण व्यवस्थापन प्रणाली निर्माणतर्फ पर्याप्त ध्यान नपुगेको सङ्केत गर्दछ। यदि यही प्रवृत्ति जारी रहने हो भने नेपाल हरेक वर्ष मल आयातका लागि ठूलो रकम खर्च गर्ने चक्रबाट बाहिर निस्कन कठिन हुनेछ। त्यसैले बजेटको कमजोरी मलमा खर्च गर्नु होइन, मलमाथि निर्भरता घटाउने रणनीतिमा कमजोर लगानी गर्नु हो।